नेपाल प्राधिकरणको चाहिँ सुपरभाइजरले यो विष्णुमती सफाई अभियानले यो विष्णुमती करिडोरमा रोपेका यी कपुरका बोटहरू, पिपलका बोटहरू र लगायत थुप्रै वातावरणलाई पर्यावरणलाई जोगाउन हामीले रोपेका बिरुवाहरू यसरी काट्दै हिँडेको रहेछ। हेर्नुहोस् त, सुपरभाइजरले 21औं शताब्दीमा यस्ता किसिमका कर्मचारीहरू हाम्रो नेपालमा रहेछन्। अरूले रुख रोपेर कसरी हरियाली बनाउने भन्ने चाहिँ दिनरात लागिरहेका हुन्छन् भने हाम्रा नेपालका कर्मचारी सुपरभाइजर, नेपाल प्राधिकरणका सुपरभाइजर जस्ता मान्छेले यसरी रुख काटेर हेर्नुहोस् त सत्यानाश बनाएको छ। यहाँ अहिले वहाँ टुप्पामा चाहिँ तपाईँको तार छ, त्यो तारलाई यो यति साना रुखले छुन्छ भनेर रुखहरू काटेर यस्तो छ। अनि अर्को कुरा 6-7 वर्ष पहिले यही कोभिडको अन्तरालमा यहाँ यो तल सबै अन्डरग्राउन्ड गरेको छ यो विद्युत प्राधिकरणले। तपाईँले अहिले त्यहाँ देख्नुहुन्छ, अगाडि म पाइपहरू देखाउँला, हेर्नुहोस् त हामीले कति दुःख गरेर यो एकचोटि रोपेका रुख होइन, यहाँ पटक पटक रुखहरू रोपेर यसरी तारबारहरू लगाएर यति दुःख गरेर रोपेका रुखहरू नेपाल सरकारकै केही जनप्रतिनिधि र नेपाल सरकारका कर्मचारीहरू नै दुश्मन बनेपछि यो देश कहिले बन्ने भएन। हेर्नुहोस् त कसरी काटेको छ। कोही चाहिँ कोही रुख चाहिँ यहाँ यसरी चाहिँ सडकमा छ भने कोही रुख चाहिँ सबै त विष्णुमतीमा फ्याँकेको छ। काटेको ढङ्ग हेर्नुहोस्, फेरि आरीले राम्ररी काट्नुपर्छ नि, कटिङ पनि जस्तो मन लाग्यो त्यस्तरी काटेर यति ठुला बनाएर हुर्काएका रुखहरू यस्तो सत्यानाश पारेको छ। यस्ता पनि कर्मचारी हुन्छन्। यो कर्मचारीलाई तुरुन्त कडाभन्दा कडा कारबाही होस् र प्राधिकरणको मेन हाकिमलाई कारबाही हुनुपर्छ। ठुल्ठुला कुरा गर्नुभएको छ अघि मैले फोन गर्दाखेरि। अनि भोलि मेरो मुख हेर्न आउँदै हुनुहुन्छ अरे 9 बजे, अनि उहाँको पनि म फेसबुकमा फेरि उहाँ को होइन भन्ने कुरो मैले भिडियो बनाएर म भोलि फेरि सार्वजनिक गर्नेछु। हेर्नुहोस् त रुख एउटा केही टाउको साउको मुन्टो केही छैन, यसरी काटेर सत्यानाश छ। हेर्नुहोस् यो प्राधिकरणले यहाँ अन्डरग्राउन्ड गरेर यसरी पाइपहरू राखेको छ। अनि यही पाइपबाट चाहिँ लाइन जोडे हुँदैन। 7 वर्षसम्म लाइन जोड्न सक्दैनन् यी पाइपहरू किन हाल्ने? यस्तै पिच बाटो भत्काएर यो पाइपहरू हालेको यहाँ प्राधिकरणले। यस्तै पिच बाटो थियो पहिला, भत्काएर यहाँ हामीलाई चाहिँ 4-5 वर्षसम्म धुलो खायो। अहिले चाहिँ यो पाइपहरू फिट गरेको रहेछ, तारहरू फिट गरेर हिँड्छ यो पाइपहरू। भनेपछि अब बाटो चाहिँ पिच बाटो भत्काउने पाइप हाल्ने, अहिलेसम्म चाहिँ यो नाङ्गा तारहरू नहटाउने। अनि नाङ्गा तारलाई रुखले यस्ता साना बिरुवाहरूले छुन्छ भनेर रुख काटेर यस्तो सत्यानाश पार्ने यस्ता पनि कर्मचारी हुन्छन्। यस्ताले पनि देश बनाउँछ नि। हेर्नु त जम्मै जता हेऱ्यो त्यतै काटेर यस्तो बिजोग थियो। हेर्नुहोस् रुख त्यतै काटेर